ल साथीहरु, तपाईहरु पनि आफ्नो घरको धारालाई यति स्पिडको पानी बनाउन चाहनुहुन्छ भने यो आइडिया अपनाउनु होला है। ल सुरु भयो है यो भिडियो चाहिँ। ल हेर्नुस्, पानी यो भाइको पानी यस्तो बिस्तारै आउँदै थियो। अब चाहिँ हेर्नु है, यो आइडिया लगाएपछि अनि मजाले पानी चाहिँ स्पिडमा हुन्छ है। ल हेर्नुस्, काट्न थाल्नु भयो। पाइपै काटेपछि कसरी हुन्छ त? ल पाइप काटिदिनु भयो। के गर्नुहुन्छ फेरि? पाइप काटेर त्यसलाई मजाले धोइराख्नु भएको छ। के भयो? पानी त यहाँ आएर पो पानी बन्द गरेछन् है। पानी बन्द गर्नुभयो। ल हेर्नु है, फेरि यता के गर्नुभयो त? यहाँ के गर्न थाल्नुभयो? यहाँ पाइपहरू सेटिङ गर्दै हुनुहुन्छ कि? ल हेर्नु है, यता फेरि 3टा बोतल पनि रहेछ त। कुन आइडिया अपनाउने हो, कसरी गर्ने हो? ल हेर्नुस् त, अर्को पनि पाइप लाउँदै हुनुहुन्छ। साथै तपाईहरु पनि अब यस्तै गरी अब स्पिड बनाउन चाहनुहुन्छ भने, आफ्नो घरको धारालाई स्पिड बनाउन चाहनुहुन्छ भने यो भिडियो लास्टसम्म हेर्नु होला। अनि बल्ल सिक्नुहुन्छ है, बनाउनलाई सजिलो हुन्छ। ल हेर्दै जानु है भिडियो, अब लास्टसम्म हेर्दै जानु होला। ल हेर्नुस् त, अर्को 3टा पाइप सेटिङ गर्नुभयो। बोतल पनि निकाल्नु भयो त। फेरि बोतल त्यसैमा हाल्ने हो क्या? ल त्यहाँ पनि गम लाउँदै हुनुहुन्छ, गम लाएर ल बोतल मजाले ल यसरी नै फिटिङ गर्नु होला है तपाईहरु पनि। ल हेर्नुस् त, अर्को बोतल पनि त्यसै गरी त्यहाँ पनि लाउनु भयो गम। त्यहाँ लाएपछि फेरि त्यसलाई पनि सेट गर्नु भयो। अर्को पनि सायद त्यसमा पनि त्यही गर्ने होला। त्यहाँ पनि गम लाएर त्यहाँ पनि त्यसलाई पनि सेट गर्नु भयो है। ल यो चाहिँ रेडी भयो। अब फेरि कहाँ गएर के गर्ने होला? ल त्यहाँ पनि गम लगाइराख्नुपर्छ। फेरि धारानिर पुग्नु भयो। धारा त सेट गरिसक्नु भएछ, त्यो मुखनिरको टोटी हुन्छ नि, त्यो सेट भइसक्यो। फेरि यसलाई नि सेट गर्ने हो क्या? ल हेर्नु त साथीहरु, मजाले त्यो नरम खालको पाइप रहेछ, पाइपले त्यहाँ सेट गर्नु भएको छ। ल हेर्नुस् है, दिमाग त लगाएकै हो के दाजु त। ल हेर्नु यहाँ चाहिँ अब त्यो बोतलहरु जाम गर्ने चाहिँ आइडिया लगाइराख्नुपर्छ। ल हेर्नुस्, त्यहाँ अब स्क्रुले पुरा मजाले कसिराख्नु भएको छ। र 3टा पो लाउनु भयो त। दिस आइडिया चाहिँ खतरै रहेछ। ल हेर्नु है साथीहरु, लास्टसम्म हेर्नु होला भिडियो। अब त्यहाँ के गर्ने होला र? बोतल हाल्ने हो कि? बोतल हाल्ने हो। ल हेर्नुस् त, बोतल हाल्नु भयो। त्यसलाई नि टाइट गर्ने हो कि? ल त्यसलाई नि टाइट गर्नु भयो। अब त्यो चाहिँ रेडी भयो। अब यो पाइपले फेरि त्यहाँ ठ्याक्क फिट गरिराख्नु पर्छ है। फिट गर्नुभयो। त्यहाँ पनि कता हिँड्नु भयो फेरि दाजु? ल हेर्नु त, कस्तो मजाको देखिएछ। पानी खोल्न आउनु भएछ त, पानी खोल्नु भयो। ल हेर्नु साथीहरु, बोतलमा मजाले पानी भरिएको छ है। फुल भयो है, 2-3टै बोतल फुल भयो। अब हेर्नु है, अब त्यो ल हेर्नु त, धारा कस्तो मजाको धारा के। त्यत्रो बिस्तारै पानी खसिरहेको त, अहिले कति स्पिड के, एकदमै स्पिड भइरहेको छ। र त्यसरी त पानी के रे बाल्टी भर्न त समय नै लाग्दैन, समयको बचत भयो हाम्रो। ल हेर्नुस् त, अब एउटा बाल्टी भर्नलाई दिनभरि लाग्थ्यो, त्यस्तो गरी पानी आउँथ्यो। अहिले हेर्नु त यस्तो दामी बनाइदिएछन्। ल हेर्नु त, एकैछिनमा हेर्नु त बाल्टी एकैछिनमा भरिसक्यो त। दिमाग त लगाएकै हो के दाजु त। ओहो, ल हेर्नु त साथीहरु, बाल्टी भरेर पानी बाहिरबाट एकैछिन के 5 मिनेट पनि लागेन पानी भरेको त। ल बन्द गर्नुभयो। फेरि अर्को बाल्टी थाप्नु भयो है। ल हेर्नुस्, त्यो पनि भर्न टाइम लाग्दैन होला सायद। यस्तो मजाको आइडिया लगाउनु पर्छ। दिमाग लगायो भने घरमै जे पनि जोगाड बनाउन सकिन्छ है साथीहरु। ल तपाईहरुको पनि धारा यदि स्लो छ भने, एकदमै कम पानी आउँछ भने यो आइडिया चाहिँ अपनाउनु होला। र घरमै बनाएर यस्तो तरिकाले स्पिड फाल्ने पानी चाहिँ बनाउनु होला है। ल हेर्नुस्, 5 मिनेट पनि लागेन, त्यो पनि भरिसक्यो। भनौँ न 2 मिनेटमा भरिसक्यो।